नमस्कार सम्पूर्णमा। आज हामी गाई भैँसीमा देखिने अत्यन्तै घातक रोग हेमोरेजिक सेप्टिसिमिया बारे छोटकरीमा कुरा गर्नेछौँ। यो रोग पास्चुरेला मोल्टोसिडा नामक ब्याक्टेरियाबाट हुन्छ र प्राय वर्षायाममा धेरै देखिन्छ। यसलाई गाउँमा बर्था भनेर पनि चिनिन्छ। यो कसरी सर्छ? दूषित पानी वा घाँस खाने सङ्क्रमित जनावरसँग सम्पर्कमा हुँदा। मुख्य लक्षणहरू: अचानक उच्च ज्वरो 41 देखि 42 डिग्री सेल्सियस, सास फेर्न गाह्रो, खोकी, टाउको र घाँटी सुनिनु, नाक र मुखबाट फ्रिज आउनु, जिब्रो निलो देख्नु, कमजोरी, भोक नलाग्ने, जमिनमा पल्टिन बाध्य हुने। किन मृत्यु हुन्छ? यो ब्याक्टेरियाले शरीरभरि विष फैलाएर छिटै रगत जम्ने, श्वास प्रश्वास रोकिने र अन्त्य हृदय तथा रक्त सञ्चार बन्द गराउँछ। त्यसैले यसलाई गाई भैँसी प्लेग पनि भनिन्छ। बच्ने उपाय: वार्षिक खोप भ्याक्सिनेसन नै सबैभन्दा प्रभावकारी रोकथाम हो। सरसफाइमा ध्यान दिनु, दूषित पानी नखुवाउनु र रोग लागेको जनावरलाई तुरुन्त अलग गर्नु। याद राख्नुहोस्, समयमै खोप लाऊ। हेमोरेजिक सेप्टिसिमियालाई करिब 100% नियन्त्रणमा ल्याउन सकिन्छ। अन्तिम सन्देश: हेमोरेजिक सेप्टिसिमिया रोकथाम सम्भव छ, उपचार कठिन छ। समयमै खोप लाऊ, अपना गाई भैँसीलाई सुरक्षित बनाऊ। जनावरको ज्यान बचाउनु नै किसानको भविष्य बचाउनु हो। धन्यवाद।